हेलो एभ्रिवान, नमस्कार अनि स्वागत छ तपाईँहरूलाई हाम्रो यो अर्को भिडियोमा। साथीहरू, सबैभन्दा सुरुमा कुराकानी गरौँ हालमा आएको नयाँ अपडेटको बारेमा। नयाँ अपडेट जुन अपडेटले लिएर आएको छ स्टार होस्ट ट्याग। साथीहरू, हिजोसम्म तपाईँहरू नर्मल होस्ट हुनुहुन्थ्यो र नर्मल होस्ट भएर काम गर्दै हुनुहुन्थ्यो, रिवार्डहरू उठाइरहनु भएको थियो भने अब भने हालमा स्टार होस्टको ट्याग लगाउन मिल्ने भएको छ। स्टार होस्ट भनेको के हो? स्टार होस्ट भनेको त्यो होस्ट हो जुन होस्ट चाहिँ अरू नर्मल होस्ट, सामान्य होस्टभन्दा चाहिँ अलिक फरक हुन्छ, जसमा चाहिँ केही कुराको क्षमता हुन्छ, केही कुरा गर्न सक्ने क्यापेसिटी हुन्छ। सबैभन्दा सुरुमा कुराकानी गरौँ स्टार होस्ट बन्नका लागि कस्ता कस्ता खालका कुराहरू चाहिन्छन् त। स्टार होस्ट बन्नका लागि यदि तपाईँले ब्रोड सहजै राम्रो तरिकाले सञ्चालन गर्न सक्नुहुन्छ भने, जस्तै तपाईँले कुनै पनि किसिमको साङ्गीतिक कार्यक्रमहरू गरेर हैन तपाईँले आफ्नो ब्रोडलाई टपमा ल्याउन सक्नुहुन्छ कि सक्नुहुन्न, तपाईँको ब्रोडमा दिएका टार्गेटहरू पुरा गराउन सक्नुहुन्छ कि सक्नुहुन्न, यी कुराहरूलाई चाहिँ विशेष प्राथमिकतामा राख्छ। गीत गाउनु, साङ्गीतिक कुराकानी गर्नु मात्रै होइन है साथीहरू, यसमा भने चाहिँ तपाईँहरूसँग भएको खुबी, तपाईँहरूसँग के कुराको क्षमता छ, तपाईँहरूले के कुरा देखाउन सक्नुहुन्छ, त्यो कुरा आफूले पुष्टि गरेर तपाईँले भिडियो तयार पारेर अपलोड गर्नुभयो, फर्म भर्नुभयो भने तपाईँले पनि स्टार होस्टको ट्याग लगाउन मिल्छ। भिडियोमा के हाल्ने, कसरी बनाउने त भिडियो? सबैभन्दा सुरुमा तपाईँले आफ्नो विवरण बताउनु पर्ने हुन्छ, जसमा तपाईँको नाम के हो, हालमा नाम के छ र तपाईँको हालको युजर आइडी कति हो, तपाईँ कुन एजेन्सीमा हुनुहुन्छ, तपाईँ के कुरामा पोख्त हुनुहुन्छ, के कुरा गर्न सक्नुहुन्छ, कसरी तपाईँले भ्युवर्सहरूलाई चाहिँ आफ्नो ब्रोडमा राख्न सक्नुहुन्छ, यी कुराहरू तपाईँले बताउन पर्यो। र तपाईँसँग यदि डेमो छ भने पनि तपाईँले त्यो डेमोको क्लिप पनि भिडियो खिचेर तपाईँले त्यसमा राखेर पठाउनु पर्ने हुन्छ। र फर्म भर्ने तरिका के छ कसो छ मैले त्यो पनि तपाईँहरूलाई देखाउने छु। कहाँबाट फर्म भर्ने, कसरी फिलअप गर्ने भन्ने कुरा पनि मैले तपाईँलाई बताउने छु। भनेदेखि त्यस पछाडिको केसमा के कुराहरू छन् त स्टार होस्टले गर्नुपर्ने, के कुरा हो, कसरी चाहिँ इन्कम हुन्छ भन्ने विषयमा केन्द्रित रहेर मैले एउटा सानो भिडियो तयार पारेको छु। स्क्रिन रेकर्डेड भिडियो प्ले गरेर मैले तपाईँहरूलाई केही कुराहरू बुझाउन गइरहेको छु। सुरुदेखि अन्तिमसम्म हेरेर पक्कै पनि केही कुरा सिक्नुहुन्छ भन्ने आशा व्यक्त गर्दै आजको यो भिडियो लिएर आएको छु। आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया कमेन्ट बक्समा दिन भने नभुल्नुहोला भन्दै सुरु गर्छु यो भिडियो। हेलो साथीहरू, वेलकम छ तपाईँलाई यो स्क्रिन रेकर्डेड भिडियोमा। मैले अब यो भिडियोबाट चाहिँ तपाईँहरूलाई के देखाउन गइरहेको छु भने तपाईँहरूले कसरी स्टार होस्टको लागि एप्लाई गर्न सक्नुहुन्छ र एप्लाई गरिसके पछाडि के कस्ता फाइदाहरू लिन सक्नुहुन्छ हैन। एप्लाई गरिसके पछाडि तपाईँलाई फाइदा हुन्छ कि घाटा हुन्छ, तपाईँ त्यसको लागि त्यति गर्न सक्नुहुन्छ कि सक्नुहुन्न, यो भिडियो हेरेर तपाईँले पुरै बुझ्न सक्नुहुन्छ। र भिडियो हेरिसके पछाडि तपाईँले गर्ने कि नगर्ने एप्लाई भन्ने कुराहरू पनि यो भिडियोबाट लगभग छर्लङ्ग भइहाल्नुहुन्छ भन्ने कुरा मैले देखाउनको लागि स्क्रिन रेकर्डेड भिडियो तयार पारेर लिएर आएको छु। सबैभन्दा सुरुमा कुरा गरौँ, यो अलिकति iOS डिभाइस भएकोले गर्दाखेरि अलिकति अगाडिको ड्यासबोर्ड फरक पर्न सक्छ। यसमा एक दुईवटा कुराहरू त एन्ड्रोइडमा भए जस्तो चिजहरू देखाउँदैन। र सबैभन्दा सुरुमा माथिपट्टि तपाईँले देख्न सक्नुहुन्छ यहाँ ब्यानरहरू सरिरहेछ है। यो ब्यानर सर्दै गरेको ठाउँमा एउटा ब्यानर आउँछ, हेर्नुहोस् त। छोरा मान्छेले हातमा गिटार बोकेको अनि छोरी मान्छेले हातमा माइक पक्रेको यो ब्यानर आइरहेको छ। यो ब्यानरमा चाहिँ लेखिएको छ कमेन्ट जोइन हाला नाउ ट्यालेन्टेड भोइस स्टार भनेर लेखिएको छ है। हामीहरूले यसमा थिच्छौँ र यहाँभित्रबाट चाहिँ हामीहरूले ट्यालेन्ट भोइस स्टारको लागि चाहिँ हामीहरूले आवेदन दिन सक्छौँ है त। आवेदन दिनको लागि तपाईँले यहाँ तलपट्टि हेर्नुहोस् त, एप्लिकेसन भनेर लेखिएको छ। यो एप्लिकेसन भनेर लेखिएकोमा थिच्नुभयो भने तपाईँहरूले फर्म फिलअप गर्नुपर्ने हुन्छ। फर्म फिलअप गर्नको लागि तपाईँले आफ्नो गुगलहरू हान्नुपर्ने हुन्छ र तपाईँलाई एक दुईवटा कुराहरू मागेको हुन्छ, तपाईँले त्यो चिज चाहिँ त्यहाँनिर पेस्ट गर्नुपर्ने हुन्छ। मैले फर्म फिलअप गरिसकेको छु, त्यो भएकोले गर्दाखेरि म यहाँबाट फेरि ब्याक भएँ र तपाईँहरूलाई अब यहाँनिरको मेन कुराहरू मैले बताउन गइरहेको छु। यदि तपाईँले फर्म फिलअप गर्न जान्नु भएन भने तपाईँले कमेन्टमा छोड्नु होला, मैले तपाईँलाई सिकाउने छु। र फर्म फिलअप गरिसके पछाडि फर्म फिलअप कसरी गर्ने हैन, भिडियो अपलोड गर्नुपर्छ, भिडियो कस्तो खालको भिडियो अपलोड गर्ने, के बोल्ने त्यो भिडियोमा भन्ने कुराहरू मैले अगाडि नै भनिसकेको छु तपाईँहरूलाई। र हामीहरूले ट्याग लिइसके पछाडि के हुन्छ त भन्दाखेरि फाइदा के छ त, हामीहरूले हरेक घन्टाको 5000को दरले दिनको 1 लाख प्रति घन्टाको दरमा चाहिँ हामीहरूले रिवार्ड कलेक्ट गर्न सक्छौँ भन्ने। त्यसको लागि हामीहरूले क्राइटेरिया कम्प्लिट गरेको हुनुपर्दछ, जसको लागि चाहिँ हाम्रो होस्ट लेभल 10 भन्दा ज्यादा हुनुपर्ने छ। र हामीहरूले यो जुन ट्याग पाइसके पछाडि एदेखि सुरु हुन्छ हाम्रो जर्नी भने हामी एसएसएस लेभलसम्म पुग्यौँ भने चाहिँ हामीहरूले 1 लाख प्रति घन्टाको रिवार्ड थाप्न सक्छौँ। र यसको बारेमा पनि मैले तपाईँहरूलाई केही बताउने छु।
अलिकति तल सार्दै गइसके पछाडि एप्लिकेसन टाइप भन्ने छ यहाँनिर हेर्नुहोस् है त साथीहरू। अघि मैले कुराकानी गरे जस्तै तपाईँहरूले चाहिँ केही कुराहरू गर्न सक्नु पऱ्यो क्या, जस्तै टक सो होस्ट भन्ने छ। तपाईँले आफ्नो ब्रोडमा कोही पनि होस्ट युजरहरूलाई चाहिँ अल्झाएर राख्न सक्ने खालको कुराकानीहरू गरेर होइन, त्यस्तो खालको सो चलाए जस्तो तरिकाले चाहिँ रुम सञ्चालन गर्न पर्यो। अनि सिङ्गिङ होस्ट भनेको छ, यसमा यदि तपाईँले चाहिँ गीतहरू गाउनुहुन्छ होइन, मनोरञ्जन गराउन सक्नुहुन्छ भने त्यो खालको कार्यक्रमहरू चलाउन पर्यो। र अर्को गेमिङ होस्ट भनेको चाहिँ तपाईँसँग कुनै पनि गेमको स्किल छ, यो गेममा चाहिँ मैले खेलाउन सक्छु है, यहाँनिर युजरहरूलाई राखेर प्रिडिक्सनको भरमा चाहिँ हामीले गेमहरू खेलाउन सक्छौँ जस्तो लाग्छ भनेदेखि तपाईँले त्यस्तो गेमहरूको जस्तो लागि सो क्रिएट गर्न सक्नुहुन्छ। आफ्नो ब्रोडलाई चाहिँ त्यो तरिकाले रजिस्टर गर्न सक्नुहुन्छ। अनि हाउ टु एप्लाई भनेर देखाइएको छ यहाँनिर। मैले अघि तपाईँलाई भनिहालेँ, एप्लाई भनेको तलको एप्लिकेसन भन्ने ठाउँबाट तपाईँले एप्लाई गर्न मिल्छ। अनि यहाँनिर लिमिटेड कोटा एभाइलेबल भनेको छ, यसको लागि चाहिँ तपाईँहरूले जति सक्दो चाँडो एप्लाई गर्नुहुन्छ त्यति राम्रो हुन्छ। यदि अहिले चाहिँ तत्काल हाम्रो समय अवधि सकिए तापनि धेरै युजरहरूले एप्लाई नगरेको हुँदाखेरि यो स्थिर राखिरहेको छ, तर यो छिटै नै अब हटाउने बेला छ। यदि तपाईँहरू पनि ट्याग लिन, स्टार होस्टको ट्याग लिन चाहनुहुन्छ भनेदेखि तपाईँहरूले पनि छिटोभन्दा छिटो एप्लाई गर्नु होला। र भिडियो रिक्वायरमेन्टको बारेमा मैले अघि नै भनिहालेँ, भिडियो ड्युरेसन रिक्वायरमेन्ट कम्तीमा पनि 3 देखि 4 मिनटको हुनुपर्ने छ। र भिडियो क्वालिटी भनेको चाहिँ एकदमै राम्रो तपाईँको आवाजहरू सुनिने बुझ्ने हुनुपर्दछ होइन। अनि जस्तो तपाईँले टिकटकहरूमा युज गर्नुहुन्छ नि, टिकटकहरूमा युज गरेको भिडियोहरू भयो होइन, तर ट्याग लागेको चाहिँ हुनुहुँदैन है। फेरि यसमा चाहिँ एकदम क्लियर खालको हुनुपर्दछ। अनि अब त्यसमा चाहिँ कस्तो कस्तो खालको कुराहरू गर्ने भन्दाखेरि यसमा चाहिँ तपाईँले सेल्फ इन्ट्रोडक्सन दिने, तपाईँले आफ्नो बारेमा भन्ने, तपाईँको हाला आइडीको बारेमा भन्ने होइन, तपाईँको होस्टिङ लेभलहरू कति पुगेको छ त्यो बारेमा भन्ने, अनि तपाईँले कस्तो खालको होस्टको लागि एप्लाई गर्न खोज्दै हुनुहुन्छ, सिङ्गिङ होइन, तपाईँलाई के कार्यक्रमहरू चलाएर गर्न सक्छु भन्ने लाग्छ कि गेमहरू खेलाउन सक्छु भन्ने लाग्छ, त्यो खालको तरिकाले एप्लाई गर्न सक्नुहुन्छ। र तपाईँले आफ्नो आफूभित्र भएको क्षमता देखाउनको लागि एउटा सानो डेमो भिडियो पनि क्रिएट गरेर पछिबाट थपेर तपाईँले त्यसमा हालेर पठाउन सक्नुहुन्छ। त्यसमा एप्लाई गरेर अनि तपाईँ स्टार होस्टको लागि छनौट हुन सक्नुहुन्छ है त। अनि सबमिसन मेथड भनेको चाहिँ अपलोड द भिडियो टु यो सोसियल एप, जेनेरेट अ लिङ्क अफ फिड भनेको चाहिँ यसमा चाहिँ तपाईँले कुनै पनि एउटा सोसियल एप्लिकेसनमा, फेसबुक भए होइन, वाट्सएपहरू कुनै पनि एप्लिकेसनमा चाहिँ तपाईँले आफूले बनाएको त्यो भिडियो हालेर त्यसको लिङ्क कपी गरेर त्यो फर्म फिलअप गर्ने ठाउँमा लिङ्कमा आएको हुन्छ, तपाईँले त्यो लिङ्क चाहिँ त्यहाँनिर पेस्ट गर्नुपर्ने हुन्छ। अनि यसबाट पनि तपाईँहरूलाई भेरिफाई हुन्छ र यो एप्लिकेसनमा सबमिट गरिसके पछाडि तपाईँहरूको यहाँनिरको प्रोसेस भनेको चाहिँ एकदमै कम्प्लिट हुन्छ है त। यसबाट चाहिँ तपाईँले स्टार होस्टको लागि ट्याग लिन सक्नुहुनेछ। साथीहरू स्टार होस्टको ट्याग त अब हामीहरूले लिने, फर्म भर्ने तरिका यहाँबाट देख्यौँ होइन। अब यो लिइसके पछाडि चाहिँ हामीहरूले के कुराको सेवा सुविधाहरू पाउँछौँ त, अब यी कुराहरू पनि हामी हेर्नका लागि यहाँनिर आउँछौँ है त। सबैभन्दा सुरुमा साथीहरू कुराकानी गरौँ, मैले यहाँनिर माइकलाई अफ गरेँ, मैले अहिले यहाँको म्युट गरेको छु। सबैभन्दा सुरुमा अब हामी कुराकानी गरौँ स्टार होस्ट भइसके पछाडि आउने परिवर्तन के हो त भन्दाखेरि सबैभन्दा सुरुमा तपाईँले यहाँ तलपट्टि 3वटा लाइन देख्न सक्नुहुन्छ। यो 3टा लाइनमा हामीले थिचिसके पछाडि तपाईँले यहाँनिर स्टार होस्ट भन्ने ट्याग देखिरहनु भएको छ नि, तलपट्टि एउटा माइक देखाएको छ, यस्तै देखाएको हुन्छ तपाईँको एन्ड्रोइडमा पनि है। त्यहाँनिर थिच्ने है त, यसमा थिचे पछाडि तपाईँको यो स्टार होस्टको पेज खुल्छ। हेर्नुहोस् त साथीहरू, स्टार होस्टको पेज यसरी खुल्छ है। यसमा चाहिँ तपाईँलाई दिएको टोटल टास्क हुन्छ, यो टास्कहरू हेर्ने टुडे टास्कमा चाहिँ मैले यो टुडे टास्क पुरै कम्प्लिट गरेको पर्दछ। हामीहरूले चाहिँ जम्मा 3 दिनको ट्रायल पाउँछौँ है। जस्तै तपाईँले आज ट्याग पाउनुभयो भने तपाईँले 3 दिनको 3 दिनको टाइम पाउनुहुन्छ। त्यो समय अवधिभरि चाहिँ तपाईँले आफ्नो टार्गेटहरू पुरा गर्नुपर्ने हुन्छ र त्यो समय अवधिलाई तपाईँको लेभल 1 हुन्छ है त। जस्तै अहिले मेरो यही ट्रायल टाइम चलिरहेको हुँदाखेरि अब हेर्नुहोस् है त के कुराको टार्गेट दिएको छ त भनेदेखि यसमा स्टिल निड तपाईँको लाइक दिएको छ है। तपाईँको ब्रोडमा आएर चाहिँ कोही पनि साथीहरूले चाहिँ ट्याप 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 गरेको हुनुपर्दछ, खाली ठाउँमा ट्याप ट्याप गरेको हुनुपर्दछ। यो चाहिँ तपाईँको 1 लाख लाइक हुनुपर्ने छ है त। यो चाहिँ तपाईँको रुममा आएर ट्याप ट्याप गरेको 1 लाख चोटि ट्याप ट्याप गरेको हुनुपर्दछ। र नम्बर अफ गिफ्टर भनेको चाहिँ तपाईँको कम्तीमा पनि 20 जना साथीहरूले चाहिँ तपाईँको ब्रोडमा आएर गिफ्टिङ गरेको हुनुपर्दछ है त। त्यस पछाडि जी कोइन गिफ्ट भनेको छ, तपाईँले कम्तीमा पनि सुन्नुहोस् है त साथीहरू, तपाईँले कम्तीमा पनि 3000वटा गिफ्ट पाएको हुनुपर्दछ। जी कोइनबाट आउँछ नि, जी कोइनबाट आउने गिफ्ट हुँदैन, तपाईँको त्यो 5 पोइन्टको जुन एउटा
ट्रम्पेट भन्ने छ, त्यो ट्रम्पेट चाहिँ तपाईँले 3000 वटा पाएको हुनुपर्दछ तपाईँले आफ्नो ब्रोड चाहिँ त्यसरी सञ्चालन गर्ने है त। त्यस पछाडि तपाईँले कति समयसम्म चाहिँ तपाईँले लाइभ बसेको हुनुपर्दछ भनेदेखि तपाईँले कम्तीमा पनि 2 घन्टा चाहिँ आफूले कम्प्लिट गरेको हुनुपर्दछ। यति चाहिँ तपाईँले गर्ने है। यति गरिसकिसके पछाडि तपाईँको दैनिकी टास्कहरू कम्प्लिट हुन्छन्। तपाईँले चाहिँ 3 दिनसम्म कन्टिन्यू गर्नुभयो भनेदेखि तपाईँ ए लेभल कम्प्लिट भएर चाहिँ अगाडि बढ्नुहुनेछ। जस्तै अहिले तपाईँले यहाँनिर देखिरहनु भएको छ ए लेभल मेन्टेन्ड फर 3 डेज भनेर चाहिँ 3 दिनको ट्रायलको लागि चाहिँ यो ए लेभल दिएको हो, जसमा चाहिँ मैले अहिले स्यालेरी भनेको यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले 10,000 पोइन्ट रहेको छ। मैले 10,000 रिवार्ड चाहिँ अहिले घन्टाको हिसाबले उठाउन मिल्छ है। त्यस पछाडि आए साथीहरू, तपाईँले चाहिँ दैनिकी ए लेभलको जुन यहाँ माथिपट्टि दिएको टार्गेटहरू थियो नि, यो टार्गेटहरू चाहिँ तपाईँले दैनिकी कम्प्लिट गर्नुभयो भने तपाईँले 7 दिनसम्म टोटल कम्प्लिट गर्नुभयो भनेदेखि तपाईँको चाहिँ एस लेभलमा पुग्छ है त। यदि तपाईँले 7 दिनसम्म टोटल कम्प्लिट गर्न सक्नु भएन भने चाहिँ तपाईँ ए लेभलमै रहनुहुनेछ र तपाईँले चाहिँ त्यो कम्प्लिट गर्नुभयो भने तपाईँ एस लेभलमा पुग्नुहुन्छ। अनि यी सबै कुराहरू चाहिँ तपाईँले कम्प्लिट गरेको हुनु पर्यो है। यसमा तलपट्टि गिफ्ट कलेक्सन भनेर देख्न सक्नुहुन्छ। यसमा चाहिँ यो टोटल गिफ्ट कलेक्सन हो है। यो लकी गिफ्टमा चाहिँ जम्मा 19 वटा गिफ्टहरू छन्। यी सबै गिफ्ट चाहिँ तपाईँले यहाँ दिएको सङ्ख्या अनुसार चाहिँ कम्प्लिट गरेको हुनु पर्यो। तपाईँकोमा चाहिँ कसैले पनि आएर हानिदिएको हुनु पर्यो। जस्तै ट्रम्पेट यहाँ देख्न सक्नुहुन्छ, मेरोमा 7120 भनेर देखाएको छ, जुन चाहिँ 100 वटा चाहिने थियो, तर यो चाहिँ 7120 भएको छ। र अर्को ललिपप पनि तपाईँले देख्न सक्नुहुन्छ 6443 भएको छ, जुन चाहिँ 100 वटा मात्रै चाहिने थियो। त्यसका साथसाथै तपाईँले यहाँनिर अरू देख्न सक्नुहुन्छ, अरू गिफ्टहरू पनि यहाँनिर तपाईँले पाएको हुनुपर्दछ है त। यो गिफ्टहरू यदि तपाईँले आफ्नो आइडीमा हान्ने खालको साथीहरू बनाउन सक्नुहुन्छ भनेदेखि तपाईँले आफ्नो स्टार होस्टको ट्याग लिएर चलाएको राम्रो। नत्र भए चाहिँ यदि तपाईँले यो गिफ्टहरू सक्नुहुन्न, तपाईँले फुलफिल गराउन सक्नुहुन्न भनेदेखि चाहिँ नि स्टार होस्टको लागि भरसक नगरेको राम्रो। किनभने तपाईँलाई यहाँनिर देख्न सक्नुहुन्छ यस लेभल पुग्नको लागि तपाईँले यो बेसिसमा चाहिँ यति टोटल गिफ्ट कलेक्सन चाहिँ गरेको हुनु पर्यो होइन। यो टोटल गिफ्ट कलेक्सनको लागि तपाईँले यहाँ देख्न सक्नुहुन्छ हामीसँग एउटा 10,000 वाला गिफ्ट छ जुन लकी छ, त्यो मात्रै पनि तपाईँले 100 वटा कम्प्लिट गरेको हुनुपर्दछ। 5-5 हजारको पनि 100 वटा सबै 100 वटा एभरेजमा दिएको छ होइन। यो सबै चाहिँ तपाईँले टोटल कम्प्लिट गरेको हुनुपर्दछ अनि मात्रै तपाईँ यस लेभलमा पुग्न सक्नुहुन्छ। यो त्यति सजिलो पनि छैन है, जति हामीहरूले सोचेको छौँ ट्याग लिएर गर्न सक्छौँ भन्ने जति सोचेको छौँ त्यति सजिलो पनि छैन। यसमा इन्भेस्ट पनि राम्रो इन्भेस्ट पर्छ है त। त्यसका साथसाथै साथीहरू, अब यहाँनिर चाहिँ टोटल डाटा भयो। यो चाहिँ यहाँनिर देखाइएको चाहिँ टोटल डाटा हो। मैले लिएको आज टोटल 3 दिन 4 दिन भइसक्यो र अहिलेसम्म मैले के गरिसकेँ त भन्दाखेरि सुरुदेखि नै 18 मिनट मात्रै बसेको छु। त्योभन्दा तलपट्टि म बसेकै छुइनँ। त्यस पछाडि 30 मिनट, आज 75 मिनट बसेको छु होइन। त्यो समयमा मैले लाइकहरू कति पाएँ भनेर यहाँ देखाएको छ। यो चाहिँ कहिले पनि मेरो पुरा हुँदैन है त। मैले यो पुरा गर्नको लागि फर्म फिलअप गरेको होइन, मैले यही भिडियो बनाउनको लागि फर्म फिलअप गरेको थिएँ। साथीहरू, यो हो हाम्रो स्टार होस्टलाई चाहिँ कसरी अपग्रेड गर्ने होइन। तपाईँ स्टार होस्ट भइसके पछाडि के आउँछ र कसरी अपग्रेड गर्ने भन्ने विषयमा आधारित भिडियो हो र मैले अहिले देखाइरहेको यसमा पनि अझै रुल्सहरू छन्। त्यो रुल्स पनि मैले तपाईँलाई यहाँनिर देखाउन गइरहेको छु र तपाईँलाई मैले अघि भनिसकेको छु यहाँनिरको मेन रुल्सहरू के छन् भनेदेखि इच स्टार होस्ट ह्याज अ 3 डे ट्रायल पिरियड भनेको छ। यो 3 दिनको ट्रायल पिरियड भनेको चाहिँ तपाईँलाई ए लेभलमा राखेर गरिन्छ। तपाईँले गरेको तपाईँलाई दिएको समय अवधिमा चाहिँ तपाईँले आफूलाई दिएको टार्गेटहरू चाहिँ पुरा गर्न सक्नुहुन्छ कि सक्नुहुन्न त्यो चिज हेर्छ है त यसले। अनि त्यस पछाडि तपाईँहरूले पुरा गरेको हुनुपर्दछ ती सबै कुराहरू होइन। अनि ए लेभलमा तपाईँले कन्टिन्यू 3 दिनसम्म चाहिँ ए लेभलमा बस्न सक्ने भएको हुनुपर्दछ। अनि त्यस पछाडि अर्को भनेको तपाईँको यदि तपाईँले फेल गर्नु, तपाईँले चाहिँ 3 दिनसम्म ए लेभलमा बस्नुपर्ने पुर्याउन सक्नु भएन भने तपाईँलाई स्टार होस्टबाट चाहिँ फायर गरिन्छ। तपाईँले चाहिँ फेरि स्टार होस्टको स्यालेरी पाउन सक्नुहुन्न कि तपाईँ दैनिक रिवार्ड जुन 10,000 दिएको थियो त्यो चाहिँ तपाईँले उठाउन मिल्दैन। अनि त्यस पछाडि तपाईँको अर्को भनेको चाहिँ यो स्टार होस्टको बेसिक स्यालेरी भनेको चाहिँ तपाईँलाई दिनै पछिले दिँदैन है त। तपाईँले कम्प्लिट गर्नुपर्छ। यसले टोटल काउन्ट गरेर विकली बेसमा दिन्छ र तपाईँलाई हरेक हप्ताको सोमबार यसले आइतबारदेखि आइतबारसम्मको चाहिँ सोमबारसम्म काउन्ट गरेर यसले तपाईँलाई हालिदिने गर्छ है त। यदि तपाईँले चाहिँ डेली टास्क कम्प्लिट गर्न अनसक्सेस हुनुभयो भने चाहिँ तपाईँले मान्नुहोस् आज तपाईँ ए लेभलको कम्प्लिट गर्दै हुनुहुन्थ्यो, भोलि ए लेभल गर्न सक्नु भएन भने तपाईँले जति पाउनुपर्ने तपाईँको आवरली स्यालेरी थियो त्यसको आधी मात्रै पाउनुहुन्छ है तपाईँले, यदि तपाईँ पुरै टोटल कम्प्लिट गर्न अनसक्सेस हुनुभयो भने। त्यसका साथै साथीहरू, सेल्फ गिफ्टिङ इज स्ट्रिक्टली प्रोहिबिटेड फर अल गिफ्ट टार्गेट भनेको छ। त्यो गिफ्ट टार्गेट भनेर अघि मैले तपाईँलाई जहाँ देखाएको थिएँ नि हो, त्यसमा चाहिँ तपाईँ आफैले पनि गिफ्ट हानेर चाहिँ हुँदैन क्या। तपाईँले अरू मान्छेबाट चाहिँ गिफ्ट पाएको हुनुपर्दछ।
अनि त्यो त्यस पछाडि अब आयो लेभलको कुरा। अघि मैले भनेको थिएँ तपाईँलाई ए लेभलदेखि एसएसएस लेभलसम्म हुन्छ भनेको थिएँ। यदि तपाईँले ए लेभलको होस्ट ट्याग लिएर काम गर्दै हुनुहुन्छ भने तपाईँले हरेक घन्टाको 5,000को दरले दिनको 2 घन्टाको 10,000 उठाउन सक्नुहुन्छ। र अर्को आयो तपाईँले अपग्रेड गरेर यसमा पुग्नुभयो भने घन्टाको 10,000 गएर तपाईँले दिनको 2 घन्टालाई बसेर 20,000 दैनिक रिवार्ड उठाउन सक्नुहुन्छ। र अर्को भनेको एसएस लेभल छ, यसमा चाहिँ तपाईँले घन्टाको 50,000बाट दिनको 2 घन्टा बसेर तपाईँले 1 लाखसम्म उठाउन सक्नुहुन्छ भने एसएसएस कम्प्लिट गरेर तपाईँले 1 लाख प्रति घन्टाको दरले चाहिँ दिनको 2 घन्टा बसेर 2 लाखसम्म उठाउन सक्नुहुन्छ। साथै आयो स्टार होस्ट रिक्वायरमेन्ट फर डिफ्रेन्ट लेभल भनेको छ। मैले अघि तपाईँहरूलाई देखाइसकेँ है। ए भनेको चाहिँ तपाईँको ट्रायल पिरियडबाट सुरु भएको हुन्छ, त्यस पछाडि तपाईँले कम्प्लिट नगरुन्जेलसम्म तपाईँ ए लेभलमै बस्नुहुनेछ। यदि तपाईँ एस लेभलमा पुग्दै हुनुहुन्छ भने चाहिँ तपाईँले ए लेभल कम्तीमा पनि 7 दिनसम्म चाहिँ टोटली ए लेभलमा बसेको हुनुपर्दछ र तपाईँले चाहिँ 1,000 भन्दा धेरै साथीहरू बनाएको हुनुपर्दछ है त। तपाईँको फ्यान्स फलोवर्सहरू चाहिँ 1,000 भन्दा धेरै हुनुपर्दछ र टोटल गिफ्टर नम्बरहरू चाहिँ 300 नआएको हुनुपर्दछ तपाईँ एस लेभलमा पुग्नलाई। त्यस पछाडि लकी गिफ्टहरू त्यहाँ दिएको टार्गेट अनुसार सबै रिसिभ गरेको हुनुपर्छ र तपाईँले चाहिँ आफूले नै आफ्नै आइडीमा हानेर चाहिँ त्यो काउन्ट हुनेवाला छैन है त। त्यसै गरी तपाईँले यहाँनिर एसएस लेभलको पनि देख्न सक्नुहुन्छ, यहाँ देखाइएको छ। एसएस लेभलको लागि चाहिँ तपाईँ एस लेभलमा 10 दिनसम्म बसेको हुनुपर्नेछ र 2,000 भन्दा बेसी फलोवर्सहरू होइन। त्यस पछाडि त्यसै गरी 300 भन्दा धेरै गिफ्टरहरू हुनुपर्नेछ र प्लस तपाईँले हट गिफ्टहरू पाएको हुनुपर्दछ। हट गिफ्ट भनेको चाहिँ तपाईँको जुन यतातिर पेड गिफ्टहरू छ नि, लकी होइन अर्को गिफ्टहरू हो, त्यो गिफ्टहरू चाहिँ तपाईँले सबै पाएको हुनुपर्दछ। अनि एसएसएस आयो, एसएसमा चाहिँ तपाईँले लग्जरी भनेको त्यो ह्याबीवाला गिफ्टहरू पाएको हुनुपर्दछ है त एसएस लेभलको लागि। अनि यहाँ देख्न सक्नुहुन्छ तपाईँले अरू रिक्वायरमेन्टहरू पनि यिनीहरू स्क्रिनमा देखाइरहेको छु। र अर्को छ तपाईँको स्टार होस्टको डेली टास्कको बारेमा छ है त। यहाँनिर स्टार होस्टको डेली टास्कको बारेमा छ। यो भनेको अघिकै जस्तो तपाईँलाई स्टार होस्टले चाहिँ डेली टास्क के कम्प्लिट गर्ने त भन्दाखेरि यदि तपाईँ ए लेभलमा हुनुहुन्छ भने तपाईँले 1 लाख लाइक पाएको हुनुपर्दछ, 20 जना गिफ्टर भएको हुनुपर्दछ र 5,000 जिकोइनको गिफ्ट चाहिँ तपाईँले पाएको हुनुपर्नेछ है। अनि त्यस पछाडि तपाईँले एस लेभलको पनि यहाँनिर देखाएको छ, एसएसको पनि देखाएको छ। त्यही क्रममा अरू भनेको चाहिँ रुल्स टु डिग्रेड स्टार होस्ट लेभल भनेको छ। यो भनेको चाहिँ तपाईँले के गर्नुभयो भनेदेखि तपाईँको स्टार होस्ट लेभल चाहिँ घट्छ। यदि तपाईँले मिहिनेत गरेर एसएसएस लेभलमा पुग्नु भएको छ भनेदेखि तपाईँको त्यो घट्छ पनि है। फेरि तपाईँ सधैँ एसएसएसमै बसिरहनुहुन्छ भन्ने होइन, त्यो तपाईँको घटेर एमा पनि झर्न सक्छ, यसमा पनि झर्न सक्छ, त्यस्तो हुन्छ है त। अब यो चाहिँ के को खण्डमा हुन्छ भनेदेखि फेल टु मिट द करेन्ट लेभल स्ट्यान्डर्ड फर 3 कन्जिक्युटिभ डे। यो भनेको तपाईँले 3 दिनसम्म कन्टिन्यू अहिले जस्तै एसएसएस लेभलमा पुग्नु भएको छ अनि तपाईँले काम गर्दै जाँदाखेरि 3 दिनसम्म चाहिँ तपाईँले टार्गेट मिट गराउन सक्नु भएन भने तपाईँको चाहिँ एक स्टेप घटेर आउँछ है त। तपाईँको लेभल चाहिँ एक स्टेप घटेर आउँछ, त्यो छ है त। अनि त्यसै गरी तपाईँले हप्तामा 3 चोटिसम्म चाहिँ मिट गराउन सक्नु भएन भने तपाईँको त्यो घटेर तल झर्छ। अनि अर्को भनेको तपाईँको डेली रिक्वायरमेन्टहरू जुन छ ए लेभलको रिक्वायरमेन्ट तपाईँले कम्प्लिट गर्न सक्नु भएन भने तपाईँलाई सिधै स्टार होस्टबाट हटाइनेछ। अनि यो कुरामा पनि तपाईँले मेन्टेन गर्नुपर्नेछ। र तपाईँले ब्रोड सञ्चालन गर्दै गर्दाखेरि नराम्रा खालका गतिविधिहरू ब्रोडमा गरेको पाइयो भने पनि तपाईँको स्टार होस्टको ट्याग खोसिनेछ भनेदेखि कुनै पनि किसिमको यो एप्लिकेसनमा आज आउने खालको लिङ्कहरू सेयर गर्ने होइन। यदि तपाईँ स्टार होस्ट बन्नुभयो भने तपाईँको ब्रोडलाई चाहिँ ट्याग गरेर कम्पनीले माथि ल्याएर राखेको हुन्छ र त्यो ट्याग गरेको ब्रोडबाट चाहिँ तपाईँले कुनै पनि किसिमको लिङ्कहरू धेरै नजाने साथीहरू यसमा जोडिनु हुँदो रहेछ भन्ने बुझेर तपाईँले साथीहरूलाई चाहिँ अरू एप्लिकेसनमा तान्न खोज्ने या त अश्लील खालका गतिविधिहरू गर्ने होइन, अरूलाई असर पर्ने खालको कुराहरू गर्नुभयो, यो प्लेटफर्मलाई पनि असर गर्ने खालको कुराहरू गर्नुभयो भनेदेखि त्यो त्यसबाट पनि तपाईँको ट्याग पनि हटाइनेछ र तपाईँलाई यो एप्लिकेसनबाट पनि हटाइनेछ है त। त्यसका साथसाथै आफैले पनि क्विटको लागि एप्लाई गर्न सक्नुहुन्छ है त। तपाईँले चाहिँ यो म अब ट्याग लिँदिनँ म भनेर चाहिँ आफैले पनि क्विटको लागि एप्लाई गर्न सक्नुहुन्छ, त्यो भइहाल्यो। अनि लाइभ स्ट्रिमिङ बस्दै गर्दाखेरि चाहिने कुराहरू के छन् भनेदेखि लाइभ स्ट्रिमिङ कन्टेन्ट मस्ट एलाइन विथ द होस्ट डिक्सनरी टाइप भनेर चाहिँ तपाईँले कस्तो खालको लागि चाहिँ कस्तो खालको ब्रोड सञ्चालन गर्छु भनेर चाहिँ आवेदन दिनुभएको छ, त्यही खालको ब्रोड चाहिँ तपाईँले सञ्चालन गरेको हुनुपर्दछ होइन। यसमा यदि तपाईँ स्टार होस्ट हुनुहुन्छ भने तपाईँले चाहिँ कम्तीमा पनि 9वटा वाला कुर्सीको रुम खोलेर है, तपाईँले चाहिँ 9वटा वाला कुर्सीको रुम खोलेर तपाईँले लाइभ बसेको हुनुपर्दछ। तपाईँले 16वटा र 25वटा चाहिँ रुम खोलेर बसेको हुनु हुँदैन है त। त्यतिवटा सिटवाला रुम चाहिँ खोलेको हुनु हुँदैन। तपाईँले 9वटा सिट भएको
कुर्सीको चाहिँ ब्रोड खोलेर बसेको हुनुपर्दछ है। अदर सिट इन द रूम आर नट एलाउड टु बी अकुपाइड बाई युजर्स अर अडियन्स मेम्बर्स हु म्युट देयर माइक्रोफोन्स फर टास्क फार्मिङ पर्पोज भनेर चाहिँ यहाँनिर। अनि यसमा भने चाहिँ अरू सिटमा बस्ने साथीहरूले पनि माइक म्युटमा राखेर बस्न पाउनुहुन्न। तपाईँले आफ्नो ब्रोड सञ्चालन गर्दै गर्दाखेरि सबैजनालाई चाहिँ माइक अन गरेर बस्नु होला भनेर जानकारी गराउनु पर्नेछ। अन्यथा तपाईँको यो लाइभ स्ट्रिमिङहरू जुन छ तपाईँको ट्याग लिएर तपाईँले सञ्चालन गरिराख्नु भएको लाइभ स्ट्रिमिङ छ यो चाहिँ काटिनेछ है त। त्यस पछाडि कसैलाई पनि कुनै किसिमको भेदभाव र गाली गलौजदेखि लिएर कसैको पनि अपमानजनक कुराहरू गर्न हुँदैन। त्यो कुराहरूमा पनि एप्लिकेसनले एकदमै स्ट्रिक्टली कारबाही गर्छ भन्दै यति कुराहरू यसमा देखाइएको छ। स्टार होस्टले गर्नुपर्ने रुल्सहरू यति थियो। र साथीहरू यदि तपाईँले नबुझ्नु भएका कुराहरू केही छन् भने तपाईँले यहाँनिर बताउन सक्नुहुनेछ। र अहिले म फेरि पुनः एकचोटि तपाईँहरूलाई अगाडि आएर देखाउँछु। स्टार होस्टको लागि एप्लाई गर्ने भनेको यही माथिपट्टि देखिएको ब्यानरबाट हो भने स्टार होस्ट एप्लाई भइसके पछाडि तपाईँहरूका पनि यसै गरी ट्याग लागेर आउँछ। तपाईँहरूले म पनि सिलेक्ट भएछु भन्ने कुराहरू थाहा पाउन सक्नुहुनेछ भन्दै आजको लागि भिडियो यति नै। तपाईँलाई कस्तो लाग्यो आफ्नो अमूल्य सल्लाह सुझाव तल कमेन्ट बक्समा छोड्नु होला भन्दै अहिलेका लागि बिदा हुन्छु। हस्त नमस्ते, बाइ।